वेलकम टु माई न्यू ब्लग न्यू भिडियो। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ होइन घाम लागेन बाहिर घाम लागेन आज चाहिँ होइन। कति जाडो छ आज चाहिँ एकदम जाडो छ। घाम लागेन पानी आउँछ जस्तो चाहिँ भा कति र यो चाहिँ हाम्रो फ्यामिलीको फोटो हो है गाइज। अनि यो चाहिँ मामाहरूको बा आमा हो। यो चाहिँ हाम्रो फ्यामिलीको फोटो चाहिँ अगाडि नै राखेका छौँ। म चाहिँ मैले होइन किचन देखाउन बिर्सिछु। म चाहिँ अब किचन देखाउन गएँ होइन। यो चाहिँ भर्याङ है, यो चाँदी बाटो हो। यो चाहिँ मैले हिजो होइन किचन देखाउन बिर्सिछु। सबै चाहिँ निकालेँ तर किचन देखाउन बिर्सिछु। यो छत भइहाल्यो। किचन चाहिँ यहाँभित्र है। ए यो पूजा कोठा। अहिले चाहिँ मम्मीले पूजा गर्नुहुन्न किनभने हाम्रो मामाहरूको हजुरबा बित्नु भएर 1 वर्ष बार्नु भयो मम्मीले। किचन र गाइस किचन हेर्नु। मैले हिजोकोमा किचन देखाउन बिर्सिछु। अनि फेरि आज रिपिट हान्दिएको नि फेरि। कस्तो जाडो हो आज त लास्टै जाडो हो। रमाइलो हो। ऊ त्यहाँ हाम्रो मम्मी के गर्न लाउनु भएको तोरी पयाले फैले है। ऊ त्यहाँ मम्मी अनि दिदीहरू सबै त्यहीँ छन्। हामीले चाहिँ के लगाऊँ। यहाँबाट चाहिँ कस्तो रमाइलो देखिन्छ। ऊ त्यो टाढो ऊ त्यो रमाइलो ह। ऊ त्यहाँ मम्मीहरू गफ गरेर बस्नु भएको रमाइलो ह। यता नि घर बन्न ला ऊ ठुलो मम्मीको भइहाल्यो। गाइस हाम्रोमा चाहिँ घाम लागेन होइन, पानी आउँछ जस्तो हो। कति जाडो हो। हामी आमा छोरी डुल्न हिँडेको। हामी आमा छोरी चाहिँ होइन सकाइ जान लाग्यो केही काम परेर जाडो भएर। हामी चाहिँ सकाइ आइपुग्यौँ। कालीगण्डकी होइन कालीगण्डकी हाम्रो सहकारी। यो चाहिँ हाम्रो सहकारी हो। कालीगण्डकी बचत तथा ऋण सहकारी राइनस रङ्गापारिका 8 तारको घाट लमजुङ। हामी चाहिँ सहकारीबाट निस्क्यौँ। मम्मीलाई चाहिँ पेपर आएछ होइन। कतिलाई हो 30 गतेलाई पेपर आएछ। मैले चाहिँ भित्र भिडियो बनाइन। कसैको प्राइभेट कुराहरू हुन्छ नि त। अनि त्यही भएर मोबाइल ठडाउन त भएन। त्यसैले मैले भित्र भिडियो बनाइन। हामी चाहिँ सहकारीबाट निस्केर घर जान लाग्यो। मम्मीलाई चाहिँ 30 गतेलाई के अरे पेपर आएछ। के अरे मम्मी के हुने रे? साधारण सभा रहेछ। उपस्थितिको लागि साधारण सभाको पेपर रहेछ। मम्मी चाहिँ जानु होला 10 बजे अरे उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछु अरे। गाइस हामी चाहिँ घर आइपुग्यौँ। हामीले सुन्तला किनेको जाडो भए पनि हामीले सुन्तला किनेको। घाम लाग्छ अनि खानु भनेर एक प्लास्टिक किनेको हामीले सुन्तला। ल गाइस हेर्दै गर्नु होला मेरो ब्लग चाहिँ। मैले चाहिँ दिनदिनै यहाँ एक दिन बिराइ हाल्छु। अब चाहिँ जाडोमा होइन जाडो भए आगो ताप्ने बस्ने अति आनन्द। घुम्न जान नि कहाँ घुम्न जाने होइन। यस्तो जाडो कहाँ घुम्न जाने कोही पनि छैन। कोही पनि चिने नि छैन। आफ्नो गाउँ भए पनि कोही पनि चिने छैन। अब आफ्नो मान्छे भए पो जान हुन्थ्यो। के गर्ने कोही छैन चिनेकै छैन। गाह्रो हो मलाई।